सो हेलो गाइज वेलकम टु मेरो आज म फेरि गर्न लगाएर तपाईँले देखाउन लागिरहेको छु एउटा अक्सने मान्छे थियो त सुजित एन्ड किङ भन्ने त्यसले त्यो छोडेको थियो कि तपाईँले म देखाउँछु हेर्नु अहिले पछितिर देखाउँछु पहिलातिर हेर्नु भन्नु नि त पेज स्क्रिप्ट है त लगाइछ होइन लगाइछ हेर्नु त लगाएर हो त लगाइछ मजा आइसक्यो अब चाहिँ चलो 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 लगाइछ चलो चलो खेलौँ न त अब चाहिँ त ल म खेल्दा कस्तो मेरो गेमले कस्तो हुन्छ होला भनेर मलाई थाहा छैन। तपाईँले पछाडिको यो ब्याकग्राउन्ड यो साउन्डहरू सुन्नु भएर त्यसलाई इग्नोर हानिदिनुहोस् होला है त ल हस् ल यति ल तपाईँलाई यति भनेको नि त सुजित एन्ड बिकी होइन त्यो मान्छेले चाहिँ त्यो छोडेको अरे के यो पछाडिको ब्याकग्राउन्डलाई छोडिदिनु होला है मेरो कुरा माथि सुन्नुहोस् है त। अनि सुजित एन्ड किङ भन्ने हाम्रो त्यसमा त्योवाला मान्छेले चाहिँ स्कुल त्यो मान्छेले त्यो छोड्छ अरे के फ्री फायर। अनि अस्ति चाहिँ मसँग कसरी आइरहेको थिएँ तपाईँले प्रुफ चाहियो भने होइन अब टिकटकमा गएर सुजित एन्ड किङ गर्नु होइन तपाईँले त्यो पनि आएन भने त्यसो भए यसमा सर्च गर्नु है स्क्रिनमा आएको छ त नम्बर 1 साइमुन नेपाली भनेर भर्खर अघि नै आएको थियो त्यसमा गएर थर्ड त्यो चाहिँ त्यसको फोटो चाहिँ एउटा वाइट लुफी छ आफ्नो सिक्स प्याक देखाइरहेको त्यस्तो छ है त रुक्नु है वाइट लुफीको देखाएको छैन त्यस्तो गर्नु। अनि थर्ड नम्बरको एउटा सब हेर्नु के सबको कमेन्ट पनि छाप गर्नु होइन। अनि एउटा वान्टेड एक्स सुषमा भनेर आउँछ होइन वान्टेड एक्स सुजित भनेर वान्टेड म तपाईँले एउटा देखाउँछु यहाँ हेर्नु होला गाइस यस्तो छ मैले कस्तो गर्दैछु लाइक सब्सक्राइबकोमै गर्दैछु वान्टेड एक्स सुजित। तर त्यो अघिनेको चाहिँ वान्टेड एक्स सुजितको चाहिँ इग्नोर गरिदिनु तर त्यो सर्च गर्नु है त्यसमा आएन भने मेरो अघि नै मैले भनेको छु त मेरो त्यो सर्च गरेर अनि एउटा मङ्की लुफी आउँछ वाइट लुफी आउँछ होइन यस्तो सिक्स प्याक देखाएको उठिरहेको हुन्छ त्यो होइन उठिरहेको छ अनि उठिरहेको सिक्स प्याक देखाउँछ होइन त्यसमा क्लिक गरेर थर्डमा जुन आउँछ होइन थर्डमा सब हेर्नु सब हेरेर कमेन्ट लाइक फलो पनि गरिदिनु होला कमेन्ट पनि गरिदिनु होला अनि त्यहाँबाट त्यसलाई हेर्नु अनि त्यसको ऊ चाहिँ DAME दामी DULX दोष के लेखेको छ होइन दामी दोष कि दामी के लेखेको छ होइन त्यसमा थिचिदिनुहोस् अनि त्यहाँबाट सब हेर्नु बाईको चाहिँ स्पेलिङ मिलाएन बेबी भनेर बेबी फ्री फायर भनेर लेखेको छ है त लगाइछ। मेरो फेस रिभिल चाहिँ कहिले हुन्छ होला भनेर मलाई थाहा छैन तर फेस्टिभल चाहिँ हुन्छ मेरो म एक दिन मिलाएर नि हाल्छु नि आफ्नो फेस्टिभल ओके भोलितिर हुन्छ होला मेरो फेस्टिभल भोलि गरिदिन्छु ल तर तपाईँहरूले मलाई राम्रो सपोर्ट दिनु पऱ्यो है त ल गाइस ओके ल हेर्नु होला फेरि हाम्रो त्यसमा जाउँ आफ्नो गेमिङ ठाउँमा ल गाइस ल त्यसलाई हामीले एक थोपेको हानिसक्यो ल जाउँ अब ग्लो लगाएँ मैले ग्लो फेरि लगायो ल एउटाले गाइज मेरो नाम पनि दामी छ SYY444 देखियो गाइज लाग्छ होला ल फोटो भइसक्यो मुभमेन्ट यसमा चाहिँ कस्तो हुन्छ होला यता गाइज यो भोइस ओभर गर्न नि कति हार्ड हुन्छ के गर्नु होला गाइज रुक्नु है गाइज एकछिन ल अघि नै चाहिँ मेरो अघिनेको साथीको आएको थियो ल त गाइज फेरि जाउँ न त जाउँ यसलाई एउटा इल्युजनमा फसाउँ जस्तो लागेर त्यसलाई हानौँ ओके जाउँ अब त्यहाँ त्यस्तो त्यसलाई फ्याल्यौँ अब दुर्र हानिदिउँ त्यो आउँछ कि आउनु पनि सक्छ उता साइडमा आयो उता गोल लगाएँ मैले
हेडसट लगाइज आजको लागि चाहिँ यति थियो। तपाईँलाई चाहिँ बाई भन्न चाहन्छु ल, तपाईँलाई बाई।